सेवा नमस्कार। फेरि पनि ग्रह र उपग्रह सम्बन्धी अत्यन्तै महत्त्वपूर्ण प्रश्नहरूको सङ्गालो भाग 4 लिएर आएको छु। अघिल्लो एपिसोडहरूलाई अत्यन्तै धेरै माया देखाइदिनु भयो। यस भागलाई पनि त्यसरी नै माया गरिदिनुहुन्छ भन्ने आशा छ। शिक्षक सेवा तथा लोकसेवा आयोग जस्ता परीक्षाहरूमा अत्यन्तै धेरै पटक सोधिसकेका र फेरि पनि सोध्न सक्ने परीक्षाको दृष्टिले अत्यन्तै सम्भावित प्रश्नहरू समाधानसहित नियमित रूपमा अपलोड गरिरहेको कारण यो च्यानल आयोग तयारी गरिरहेको मित्रहरूको निम्ति अत्यन्तै लाभदायक छ। सब्स्क्राइब गरिदिनुहोला र भिडियोलाई लाइक कमेन्ट पनि गरिदिनुहोला। आजको एपिसोडमा पनि मैले 15 वटा अत्यन्तै महत्त्वपूर्ण प्रश्न समावेश गरेको छु र प्रश्न 16 मा एउटा गृह कार्यको रूपबाट छोडेको छु। कतिवटा मिलाउन सफल हुनुहुन्छ कमेन्ट बक्समा बताउनुहोला र सधैँ झै आज पनि मैले कुनै अप्सनहरू राखेको छैन। हजुरहरूले ठ्याक्कै उत्तर मिलाउनु पर्नेछ। सबैलाई आगामी परीक्षाको अग्रिम शुभकामना। साथीहरू, आज पनि मैले ग्रह र उपग्रह सम्बन्धी अत्यन्तै महत्त्वपूर्ण प्रश्नहरू मैले सँगाले राखेको छु। मजाले प्रश्न र उत्तरहरूलाई ध्यान दिएर हेरेर उत्तरलाई ठ्याक्कै मिलाउने प्रयास गर्नुहोला। प्रश्न 1 मा रहेको छ, मङ्गल ग्रहको सबैभन्दा अग्लो चुचुरो कुन हो? मजाले प्रश्नलाई निहालेर उत्तर ठ्याक्कै मिलाउने प्रयास गर्नुहोला। भिडियोलाई पौज गरेर साथीहरू। तपाईँले अनुमान गर्नुभएको उत्तर ठ्याक्कै मिलाउन सफल हुनुभयो कि भएन साथीहरू, आफूले आफैलाई मूल्याङ्कन गर्नुहोला। यसको चाहिँ सही उत्तर हुन्छ साथीहरू निक्स ओलम्पिया, अर्थात् मङ्गल ग्रहको सबैभन्दा अग्लो चुचुरोलाई निक्स ओलम्पिया भनिन्छ साथीहरू। यसै गरी प्रश्न 2 मा पनि अत्यन्तै महत्त्वपूर्ण प्रश्न रहेको छ। मजाले निहालेर हेरौँ। रहस्यमय ग्रह, प्लानेट अफ मिस्टेरी भनेर पनि चिनिने ग्रह कुन हो? मजाले प्रश्नलाई हेरेर उत्तर ठ्याक्कै अनुमान गरी मिलाउने प्रयास गर्नुहोला। तपाईँले अनुमान गर्नुभएको उत्तर ठ्याक्कै मिल्यो कि मिलेन साथीहरू, आफैले मूल्याङ्कन गर्नुहोला। यसको चाहिँ सही उत्तर हुन्छ शुक्र, अर्थात् रहस्यमय प्लानेट अफ मिस्टेरी भनेर चाहिँ शुक्र ग्रहलाई चिनिन्छ साथीहरू। यसै गरी प्रश्न 3 मा पनि अत्यन्तै महत्त्वपूर्ण प्रश्न रहेको छ साथीहरू, मजाले निहालेर हेर्नुहोला। पृथ्वीलाई एक राशिबाट अर्को राशिमा जान कति समय लाग्छ? मजाले प्रश्नलाई हेरेर उत्तर अनुमान गरी ठ्याक्कै मिलाउने प्रयास गर्नुहोला साथीहरू। तपाईँहरूले अनुमान गर्नुभएको उत्तर ठ्याक्कै मिल्यो कि मिलेन, आफूले आफूलाई मूल्याङ्कन गर्नुहोला। यसको चाहिँ सही उत्तर हुन्छ साथीहरू 1 महिना, अर्थात् पृथ्वीलाई एक राशिबाट अर्को राशिमा जानको निम्ति 1 महिना लाग्छ साथीहरू। यसै गरी प्रश्न 4 मा रहेको छ साथीहरू, मङ्गल ग्रहमा नासाद्वारा प्रक्षेपण गरिएको पहिलो यान कुन हो? अत्यन्तै महत्त्वपूर्ण प्रश्न रहेको छ साथीहरू। भिडियोलाई पौज गरेर उत्तर ठ्याक्कै मिलाउने प्रयास गर्नुहोला अनुमान गरेर। साथीहरू, तपाईँले अनुमान गर्नुभएको उत्तर ठ्याक्कै मिल्यो कि मिलेन, आफूले आफूलाई मूल्याङ्कन गर्नुहोला। यसको चाहिँ सही उत्तर हुन्छ साथीहरू भाइकिङ, अर्थात् मङ्गल ग्रहमा नासाद्वारा प्रक्षेपण गरिएको पहिलो यान भाइकिङ 1 हो। साथीहरू, अहिलेसम्म कतिवटा प्रश्नको सही उत्तर मिलाउन सफल हुनु भइसकेको छ। कपीमा टिपोट पनि गर्दै जानुहोला। र प्रश्न 5 मा अत्यन्तै महत्त्वपूर्ण प्रश्न छोडेको छु साथीहरू, पृथ्वीमा कुन कुन दिन र रात बराबर हुन्छ, अर्थात् समपात हुन्छ? मजाले प्रश्नलाई निहालेर हेरेर उत्तर मिलाउने प्रयास गर्नुहोला साथीहरू। तपाईँले अनुमान गर्नुभएको उत्तर ठ्याक्कै मिल्यो कि मिलेन त साथीहरू, आफैले मूल्याङ्कन गर्नुहोला। यसको चाहिँ सही उत्तर हुन्छ मार्च 21 र सेप्टेम्बर 23, अर्थात् पृथ्वीमा मार्च 21 र सेप्टेम्बर चाहिँ समपात हुन्छन्, यानि कि दिन र रात बराबरी हुनेछ साथीहरू। प्रश्न 6 मा पनि अत्यन्तै महत्त्वपूर्ण प्रश्न रहेको छ, आफ्नो उपग्रहहरूले विपरीत दिशाबाट परिक्रमा गर्ने ग्रह कुन हो? भिडियोलाई पौज गरेर समय निकालेर उत्तर अनुमान गरेर ठ्याक्कै मिलाउने प्रयास गर्नुहोला साथीहरू। तपाईँले अनुमान गर्नुभएको उत्तर ठ्याक्कै मिल्यो कि मिलेन, आफूले आफैलाई मूल्याङ्कन गर्नुहोला। यसको चाहिँ सही उत्तर हुन्छ वरुण, अर्थात् आफ्नो उपग्रहहरूले विपरीत दिशाबाट परिक्रमा गर्ने ग्रह चाहिँ वरुण हो साथीहरू। यसै गरी प्रश्न 7 मा पनि अत्यन्तै महत्त्वपूर्ण प्रश्न रहेको छ साथीहरू, मजाले ध्यान दिएर हेरौँ। सूर्य पश्चिम दिशाबाट उदाउने ग्रह कुन हो? मजाले हेरेर उत्तर ठ्याक्कै अनुमान गरेर मिलाउने प्रयास गर्नुहोला।
तपाईँले अनुमान गर्नुभएको ठ्याक्कै मिल्यो कि मिलेन आफैले मूल्याङ्कन गर्नुहोला साथीहरू। यसको चाहिँ सही उत्तर हुन्छ अरुण, अर्थात् सूर्य पश्चिम दिशाबाट उदाउने ग्रह चाहिँ अरुण हो। यसै गरी प्रश्न 8मा रहेको छ, अरुण ग्रहलाई कसले पत्ता लगाएको हो? महत्त्वपूर्ण छ साथीहरू। प्रश्नलाई निहालेर भिडियोलाई पोज गरी उत्तर ठ्याक्कै अनुमान गरी मिलाउनुहोला। तपाईँले अनुमान गर्नुभएको उत्तर ठ्याक्कै मिल्यो कि मिलेन आफैले मूल्याङ्कन गर्नुहोला। यसको चाहिँ सही उत्तर हुन्छ साथीहरू विलियम हर्सेल, अर्थात् अरुण ग्रहलाई पत्ता लगाउने व्यक्ति चाहिँ वैज्ञानिक चाहिँ विलियम हर्सेल हुन् साथीहरू। प्रश्न 9मा पनि अत्यन्तै महत्त्वपूर्ण प्रश्न रहेको छ, वरुण ग्रह कसले पत्ता लगाएको हो साथीहरू? मजाले भिडियोलाई पोज गरेर उत्तर मिलाउने प्रयास गर्नुहोला। तपाईँले अनुमान गर्नुभएको उत्तर ठ्याक्कै मिल्यो कि मिलेन साथीहरू आफैले मूल्याङ्कन गर्नुहोला। यसको चाहिँ सही उत्तर हुन्छ जर्मनीका खगोलशास्त्री जोहन गाले, अर्थात् वरुण ग्रह चाहिँ जोहन गालेले पत्ता लगाएको हो साथीहरू। यसै गरी प्रश्न 10मा पनि अत्यन्तै महत्त्वपूर्ण प्रश्न छ, मजाले निहालेर हेरौँ। एकापट्टि तातो र अर्कोपट्टि चिसो हुने ग्रह कुन हो साथीहरू? भिडियोलाई पोज गरेर समय निकालेर अनुमान गरेर उत्तर ठ्याक्कै मिलाउने प्रयास गर्नुहोला। तपाईँले अनुमान गर्नुभएको उत्तर ठ्याक्कै मिल्यो कि मिलेन साथीहरू? त्यो त थाहा भएन, तर यसको चाहिँ सही उत्तर हुन्छ बुध, अर्थात् एकापट्टि तातो र अर्कोपट्टि चिसो हुने ग्रह चाहिँ बुध हो। साथीहरू, आजको भागको प्रश्न 10वटा सकिसक्दा कतिवटा उत्तर मिलाउन सफल हुनुभयो? आफूले नै टिपोट गर्दै जानुहोला, आफूले नै मूल्याङ्कन गर्दै जानुहोला भन्दै अब प्रश्न 11मा मेटल स्टार, ब्लू प्लानेट, ब्लू मार्बल नामले चिनिने ग्रह कुन हो? मजाले प्रश्नलाई हेरेर भिडियो पोज गरी उत्तर अनुमान गरी मिलाउने प्रयास गर्नुहोला ठ्याक्कै। तपाईँले अनुमान गर्नुभएको उत्तर ठ्याक्कै मिल्यो कि मिलेन त्यो त मलाई थाहा भएन, तर यसको सही उत्तर हुन्छ पृथ्वी, अर्थात् मेटल स्टार, ब्लू प्लानेट, ब्लू मार्बलको नामले चिनिने ग्रह चाहिँ पृथ्वी हो। यसै गरी प्रश्न 12मा रहेको छ, सबैभन्दा धेरै उपग्रह भएको ग्रह कुन हो? मजाले भिडियोलाई पोज गरेर उत्तर अनुमान गरी उत्तर मिलाउने प्रयास गर्नुहोला ठ्याक्कै। साथीहरू, तपाईँले अनुमान गर्नुभएको उत्तर ठ्याक्कै मिल्यो कि मिलेन त्यो त थाहा भएन, तर यसको चाहिँ सही उत्तर हुन्छ बृहस्पति, अर्थात् सबैभन्दा धेरै उपग्रह भएको ग्रह चाहिँ बृहस्पति हो। साथीहरू, आजको सेटको 13औं प्रश्न अत्यन्तै महत्त्वपूर्ण प्रश्न रहेको छ, शनि ग्रहको औसत घनत्व कति रहेको छ? मजाले अनुमान गरी उत्तर मिलाउने प्रयास गर्नुहोला ठ्याक्कै। यसको उत्तर हुन्छ साथीहरू 0.687 ग्रा घनसेमी, सबैभन्दा कम, सबै ग्रहको भन्दा कम हो साथीहरू, अर्थात् शनि ग्रहको औसत घनत्व चाहिँ 0.687 ग्राम घनसेमी रहेको छ। प्रश्न 14मा पनि अत्यन्तै महत्त्वपूर्ण प्रश्न रहेको छ, परिक्रमा गर्ने ग्रहलाई परिक्रमा गर्ने आकाशीय पिण्डहरूलाई के भनिन्छ साथीहरू? अत्यन्तै महत्त्वपूर्ण छ, निहालेर हेरेर उत्तर मिलाउने प्रयास गर्नुहोला। तपाईँले अनुमान गर्नुभएको उत्तर ठ्याक्कै मिल्यो कि मिलेन त्यो त थाहा भएन, तर यसको चाहिँ सही उत्तर हुन्छ उपग्रह, अर्थात् ग्रहहरूलाई परिक्रमा गर्ने आकाशीय पिण्डहरूलाई उपग्रह भनिन्छ। यसै गरी प्रश्न 15मा अत्यन्तै महत्त्वपूर्ण प्रश्न रहेको छ साथीहरू, मङ्गल ग्रह र बृहस्पति ग्रहको भ्रमण कक्ष बीच रही सूर्यको परिक्रमा गर्ने ससाना आकाशीय पिण्डहरूलाई के भनिन्छ साथीहरू? मजाले प्रश्नलाई निहालेर हेरेर भिडियो पोज गरी उत्तर ठ्याक्कै मिलाउने प्रयास गर्नुहोला। तपाईँले अनुमान गर्नुभएको उत्तर ठ्याक्कै मिल्यो कि मिलेन आफैले मूल्याङ्कन गर्नुहोला साथीहरू। यसको चाहिँ सही उत्तर हुन्छ शिशु ग्रह, अर्थात् मङ्गल ग्रह र बृहस्पति ग्रहको भ्रमण कक्ष बीच रही सूर्यको परिक्रमा गर्ने ससाना आकाशीय पिण्डहरूलाई चाहिँ शिशु ग्रह भनिन्छ।
साथीहरू आजको सेट कस्तो रह्यो हजुरहरूले जस्तो लाग्यो त्यस्तै कमेन्ट बक्समा पठाउनुहोला र यो प्रश्न 16 को चाहिँ शिशु ग्रहको पहिचान सर्वप्रथम कहिले भएको थियो भन्ने प्रश्न चाहिँ तपाईँहरूलाई नै मैले गृह कार्यको रूपबाट छोड्दैछु। कमेन्ट बक्समा पठाउनुहोला साथीहरू। पठाउन हुने मित्रहरूबाट सही उत्तर पठाउनेहरूलाई गोला प्रथाबाट छनौट गरी आकर्षक मायाको चिनो म प्रदान गर्नेछु र आजको भागमा रहेको 15वटा प्रश्नमा कतिवटा उत्तर चाहिँ मिलाउन सफल हुनुभयो कमेन्ट बक्समा छोड्न नभुल्नुहोला भन्दै यस्तै अत्यन्तै लोकसेवा शिक्षक सेवा आयोगमा आउन सक्ने सम्भावित प्रश्नहरूको सङ्गालो लिएर हरेक पटक म तपाईँहरूको बिचमा आइरहेको छु, नियमित आइरहेको छु। नयाँ हुनुहुन्छ भने च्यानलमा सब्सक्राइब गरिदिनु होला र भिडियोलाई लाइक कमेन्ट र सेयर गरिदिनु होला है भन्दै आजको एपिसोडबाट बिदा दिनु होला। बाँकी अर्को एपिसोडमा भेटौँला। बाई बाई।